ल कसरी त म लोड्छ हेर्नु सक्नु म जान्दिनँ नि फेरि तिर्खा लाग्यो अहिले खाँदै गरेर चटपट अहिले कसरी सो हेलो साथीहरू नमस्कार ढोगरे दर्शन सेवारो नमस्कार भन्दै आज पनि फेरि न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको छ साथीहरू फाइनली हैन अन्त त्यही हो अन्त तपाईहरुलाई धेरै स्वागत छ मेरो युट्युब च्यानलमा जतिजना नयाँ हुनुहुन्छ उहाँहरूले प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजको मेरो यो न्यू डे न्यू ब्लग सुरुवात गर्न लागिरहेको छु आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु अनि भिडियो बनाउँदैछु भन्दै आजको मेरो न्यू डे न्यू ब्लग फेरि सुरु गर्न लागेको छु आशा छ हजुरले मेरो प्रिभियस भिडियो हेरिदिनु भयो र मन पराइदिनु भयो भर्सक तपाईहरुले कमेन्ट गरिदिनु होला भनेर धेरै अपेक्षा राख्दछु हैन भन्दै आजको मेरो न्यू डे न्यू ब्लग चाहिँ अलिक फरक किसिमको हुनेवाला छ जे जस्तो भए तापनि हजुरहरूलाई मन परेमा लाइक गर्न सक्नुहुनेछ हैन अनि मेरो टाउको मेरो हिजो कपाल भएको थियो नि त केस पुरा बलाङ बुलुङ भइरहेछ एनिवेज गाइस आज चाहिँ दिदी र म चाहिँ छु हैन दिदी यता देख्नु तपाईले एकदम खोजिरहेको छ मेरो साथीहरुले हेलो यता चाहिँ अलिकति न्यू लुक छ हेर्नु सक्नुहुन्छ तपाईहरुले हैन न्यू लुक चाहिँ मेरो दिदीले चाहिँ कपाल स्ट्रेट गर्नु भएको छ नि त फिलहाल बिल हानेको नौ अन्त बिल मलाई कस्तो मजाले मरे ठिकै छ साथीहरु आजको हाम्रो लाग्यो हेरे भुइँतिर आँखैको निशाना ठ्याक्कै मैतिर आजको हाम्रो भिडियो के को बारेमा हुनेवाला छ भन्दिन त हामी चाहिँ आज चाहिँ दाउरा बोकेको कस्तो हरस लाग्दो कुरा दाउरा बोक्दैछ साथीहरु आज चाहिँ हामी त्यो भएर चाहिँ हामी चाहिँ एकदम रिल्याक्स पारामा बिन्दास पारामा हामी दाउरा जुत्ता त लाउनु पर्यो नि त मेरो कपालको स्टाइल चाहिँ बर्बाद भएर चाहिँ मेरो मच्चा चाहिँ नहेरिदिनु होला कृपया गरी हेर्नु मेरो मच्चा चाहिँ बेहाल भएछ अघि भर्खरै घाँसबाट आएको नि त घाँसबाट आउँदा चाहिँ मच्चाको दुर्घटना भइरहेको छ यो गम्बुट लाइन हान्छ हाम्रो के काम हुनेवाला छैन साथीहरू किनकि गम्बुट लाइन चाहिँ धेरै सुविधा हुन्छ साँबुरले ठुङ्दैन होइन धेरै कुराको त्यही भएर चाहिँ त्यहीमाथि म गम्बुट नलाइ चाहिँ सक्दिनँ साथीहरू ल फाइनल गम्बुट पनि लगाइसकेँ अब चाहिँ म लाग्छु ल है त साथीहरू अब चाहिँ लाग्यौँ हामी चाहिँ दिदी चाहिँ अघि जानुभएको छ म चाहिँ भर्खर जाँदैछु यहाँ डोको बिर्सेछु कि डोको फेरि लिएर लिनु आएको थिएँ अब चाहिँ लाग्यो ल यसो ल बोकै मिलेन यसरी बोक्यो भने पागल जस्तो देख्छ मलाई चाहिँ पानी बोकिरहेको छु साथीहरू भरे तिर्खा लाग्छ नि त अनि त्यो भएर चाहिँ घर आउनु टाढो हुन्छ त्यही भएर चाहिँ पानी बोकिरहेको ल त दिदी त यहाँ पर बसिराख्नु भएको रहेछ साथीहरू अब चाहिँ हामी पुग्न लागेको अवस्था होइन भिडियो लामो हुन्छ भनेर चाहिँ मैले हल्का कट गरेको हिँडेको चाहिँ होइन त्यस पछाडि त्यही हो हामी पुग्न लाग्यो देखाउँछु ल यो चाहिँ हेर्नु सक्नुहुन्छ हजुरहरूले यो चाहिँ हामीले हिजो बोकेको होइन हामी चाहिँ हिजो 4 जना थियौँ सुबु दाजु हुनुहुन्थ्यो अनि दिदी अनि म 4 जना भएर चाहिँ यति चाहिँ बोकिसकेको हो हिजो होइन अब आज चाहिँ बोक्नु बाँकी नै छ साथीहरू कहाँबाट ल्याउँदैछौँ भन्ने कुरा त म बिस्तारै देखाइहाल्नेछु भन्दै अबको भिडियो चाहिँ सुरु हुन लागिरहेछ खास भिडियो चाहिँ अब सुरु हुन्छ साथीहरू ल आउँदैछ ऊपर आउनु हुँदैछ सरी आउनु हुँदैछ आउँदैछ ठाडै बोल्यो नि त मेरो आयु मैले बिसाइन्छ एकछिन बिसाइ कस्तो के हुँदाखेरि ए बगान पानी पिउँदैन ल कसरी त म लोड्छ अन्त माथि मान्छे जस्तो लोड्छ अन्त माथि मान्छे जस्तो
वरिपरि साथी मोडलहरू हेर्नु सक्नुहुन्छ कसरी हिँड्छ भन्ने कुरा चाहिँ उहाँबाट रिभ्यू हुँदैछ साथीहरू हेर्नु सक्नुहुन्छ ल अनि आउनु नि भइसक्यो म चाहिँ पानी पिइहाल्छु अनि म चाहिँ जान्छु ल साथीहरू दिदी चाहिँ हिँड्दैछ म चाहिँ पानी पिइहाल्छु ओके गाइस Let's go! Da-da! Da-da-da-da! मेरो केस हल्का बनाउँछु माथि गएर हिजो लास्टै बोझ जस्तो देखेन मलाई यस्तो तन्दुरुस्त उमेरमा चाहिँ बोझ जस्तो देखेर चाहिँ कहाँ हुन्छु अनि माथि गएर भन्नु यता नि हेरिदिनु हल्का ठिक छ क्या राम्ररी देख्दिन्छ उसलाई त अम्बो बेजत भइदिरहेछ स्ट्रेट गरेको कपालको खै देखाइदिनु न केस हल्का ए यो नि त ल अब चाहिँ साथीहरू म माथि हाम्रो दौड हामीले दौड कहाँदेखि चाहिँ पुग्दैछौँ भने ठाउँमा पुगेपछि चाहिँ देखाउँछु ल अहिले साथीहरू अब चाहिँ हामी दौडा भएको ठाउँमा आइपुगिसकेको छौँ है देखाउँछु ल त यहाँ हेर्नु सक्नुहुन्छ दिदीले चाहिँ भाइर लाउनु हुँदैछ म पनि ठ्याक्क भाइर लाउँछु त्यसपछि हामी जान्छौँ होइन यहाँदेखि त्यो तल्लो ठाउँमा पुऱ्याउनु पर्छ साथीहरू हाम्रो आज यत्रो बेसी छ दौडा साथीहरू त्यही हो उयो अन्त यस्तो हुनु पनि क्यामेराम्यान जाँदै ठुलो आयो लोडेर यस्तो साह्रै नबोकिनु होला हौ लोडिन्छ कि बाँचिन्छ बिस्तारै गर न नाति गर न अनि बिस्तारै गर्दा नि अर्को हात चाहिँ मेरो नाति गर दिनभरि बिस्तारै बिस्तारै बोल्नुपर्छ मलाई अलिक त अगातिर नि देऊ तर्स्यो कस्तो तर्स्यो कस्तो तर निकै बोकेको चाहिँ बिहानतिर कति धेरै थियो तिम्रो जस्तै मलाई तिम्रो जस्तो मलाई तिम्रो जस्तो तिम्रो खुसी तिमी बिना मेरो जीवन गाह्रो छ उठ जाओ बेटी You can do it. ठेला न मेरो नामले छोटो भएछ मेरो नामले छोटो भएछ ठिकै छ यहाँ आफू चाहिँ झन् कसै उठ्नु होला लु डल्लै परे घुच्यो मरे 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 ल सान्नु त गर्नु छैन नि हो फेरि भगवान् चिसो दौडा हो कि साथीहरू लास्टै गरौँ चाहिँ लास्टै गरौँ बिन्दास पारामा बोकिरहेको छ हामी त है दी
किन बोक्नु ठुइने जानु आइपुगे साथीहरु हामी चाहिँ अब यहाँ ठक्का लाएर भारी लडाउँछ दिले अब हेर्नु है अब एकछिन बिसाएको साथीहरु हामी त साह्रै लास्टै गल्यो अरे भारी है यता चाहिँ नामले हल्का छटाउँदैछ साथीहरु यता चाहिँ हामीहरू दाउरा यति भएको छ यहाँ कुकुरहरू छ मेरो दाउरा छ कति के बिन्दा छ नि अन्त के भएको छ राम्रो देखिरहेको छ है एकछिन सेकेन्ड हो साथीहरु तिखा लाग्यो हेर्नुहुन्छ कि नै भनिस्यो त भनिस्यो त बाबु हिँडिसो त म तपाईँको भिडियो बनाऊँ हिँडिसो त बाबु म कति छिटो हिँडेछु रहेछ हौ यससँग 3 बारी ल यहाँ मेरो केस बाल छैन तर मलाई साथीहरु अहिले चाहिँ हामी हल्का बिसाइरहेको अवस्था होइन लास्टै गर्मी छ नि त त्यही भएर यहाँ हल्का शीतल तापेको अनि हामी एकछिनमा देखाउँछु ल यो चाहिँ तुस्रो ब्याग उयो 4 बारी भयो 4 बारी डोको डाइरेक्ट घोप्टाउन फाट्छ हिजो पनि 2टा कान चुट्टाको डोकोको के को खेपी छ हौ गर्नु पर्ने भिडियो यहाँ किन ब्लग ल मेरो ब्लग लामो बनाउनु पर्ने छ लोर चाहिँ लोर हेर्नु म जान्दिनँ नि फेरि गुड गर्ल के भएछ अरे माथि नै चढी जाऊ है भनेको त फेरि बिसी छ फेरि बिसी त मार्छ ल डोको त घोप्टो पार नि डाइरेक्ट डोकोको कान भात फुस्किन्छ चुट्टिन्छ अनि यस्तो के सक्दै मतलब बेलुका भनेको यसमा त त्यो ओबी भने यस्तो गर्छु कि न त बिसी जान्छ न अब चाहिँ म त्यही गर्छु भने कति भयो हाम्रो 10 बारी भयो साथी 12 बारी भयो ए 12 कति लाग्छ रे दिदी साथी रहनु भएछ है कति अब सक्न आँट्यो भने सोध्नुहुन्छ कि हाम्रो कति बारी भयो भन्नु नि त 7 बारी 7 आरो 3-4 जस्तो दुईजना त्यो साथीहरु हामी चाहिँ अब खाजा खानु लागेको लास्टै गर्नु भयो यहाँ मेरो ओइली फेस छ नि त आयो ओइली फेस छ नि त पुरै फेस चाहिँ मेरो कालो भइसकेको छ तपाईको त पसिना त उयो त तेल त निक्लिँदैन तेल त निक्लिँदैन है तेल निक्लिँदैन बेजा नुन मात्रै तेल निक्लिँदैन बेजा नुन मात्रै साथीहरु यता चाहिँ उयो के अरे पसिना निक्लिन्छ नि त मेरो त ओइली फेस छ पसिना चाहिँ निक्लिँदैन ओइली चाहिँ छ होइन जे होस् केस चाहिँ अहिले अब चाहिँ हामी खाजा के खाने भन्दा चाहिँ साथीहरु अब एकैचोटि देखाउँछु ल अब घर पुगेर मात्रै भोक लागिसक्यो त्यही त भनेको टक्कै 9 कति हुन्छ साथीहरु त्यति भारी चाहिँ बोक्यो ल यता 9 होइन है 10 हो नि साथीहरु हामीले गर्नु मिस गरेको तर मैले जति खेप बोकेको छु नि साथीहरु त्यति नै खेप चाहिँ मैले भिडियो गरेको छु ल हेर्नु ल कति भयो गर्नुस् ल साथीहरु हामी चाहिँ खाजा चाहिँ झालमुरी चटपटे खाने हो प्लानिङमा छ चटपटे है चटपट अनि भोलिदेखि हुन्छ तिमीलाई छटपट अहिले खाँदै गरेर चटपट अहिले भने हुन्छ छटपट भन्दैन कसरी हो अहिले खाँदै गरेर स्वाद लिएर चटपट अहिले एकछिनबाट खाइसकेपछि हुन्छ छटपट त्यो उयो के रे अब खाँदै गर्दा देखाउँछु ल साथीहरु जेटी त खतरा खाँदैछ त अन्त के हो
धेरै स्टार्ट गरिदियो खोइ चटपटे नि देख्दैन चटपट मेरो चटपट चाहिँ पिरा ल्याएर राख्न अल्छी नगरिकिन पिरा ल्याएर जल्दी त्यसरी खानु जल्दी हो लेट्स स्टार्ट गाइस अमिलो पनि छ कति बजी नि मेरो फोन भने जन्त कहाँ चाहिँ गयो फनै नआउँदा फनै नगर्नु टाइम हेर्नु त हुन्थ्यो स्प्राइट पनि छ गाइस व्हाट ह्यापन कति धेरै रातै खोर्सानीहरू पो चलो गोल खारी पुरै के भयो आज चाहिँ टाउको दुख्छ म त कालुले नि फेरि म खाँदिने नाक पक्ने काटा खाँदै दाउरा बोकाइ छौ अघि थिचिसकेको डाइरेक्ट घोप्टो है गटा त पल्टाएर परै पुऱ्याएछ त आई ल अब चाहिँ मोडे म चाहिँ जामा लाउने कति भयो 8 अब यो अहिले पो 8 हुनु रे अघि 7 भएको थियो नि त अघि चाहिँ 10 भनेर चाहिँ अहिले चाहिँ मासेन 10 8 भयो अघि 7 सरी ल 8 सम्म त मैले गरेको म्याम के छ 9 10 भयो 11 तिर पुग्यो 11 भयो ए सो साथीहरू अब चाहिँ हामी फर्केको घर होइन हामीले चाहिँ फाइनली गाइस बोकिसक्यौँ मैले चाहिँ देखाउनु पाइनँ होइन बोकिसकेको चाहिँ फेरि जिस यस्तो हुन्छ है दिदी तर सबै सकेको थियो होइन बोकेर चाहिँ किन चाहिँ भिडियो गरिनँ भन्दा चाहिँ मुडै चलेन साथीहरू मेरो केसले गर्दा मुड चल्दैन मेरो चाहिँ विशेष गरी चाहिँ अप्ठ्यारो पनि भयो साथीहरू अब त्यही हो अन्त क्यामेरा समाउनु चाहिँ गाह्रो हुन्छ भाइसँग त्यो भएर चाहिँ मैले सकेको त्यो हुन्छ नि जुन हामीले बोकिसकेको मतलब बोक्दै लास्ट भारी चाहिँ खास मैले भिडियो क्याप्चर गर्नुपर्ने थियो रहेछ तर अहिले गरिनँ त्यो कुरा चाहिँ मलाई नि अलिक धोका रिग्रेट भयो त्यही हो अनि साथीहरू आजको मेरो भिडियो कस्तो लाग्छ हजुरलाई मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै मेरो भिडियो एकदम लामो भइसकेको छ त्यही भएर म बेसी बोल्न चाहदिनँ एकदम सास पनि पर्छ खेली बोकिसके साथीहरू 5 बज्यो 5 बजेर पनि मिल्नु भयो नि त्यही भएर चाहिँ साथीहरू आजको मेरो भिडियो चाहिँ म यतिमा राख्न चाहन्छु जतिजना नयाँ साथीहरू हुनुहुन्छ आशा छ हजुरले मन पराइदिनु भयो भनेर अनि प्लिज बिर्सिनु भयो होला सब्सक्राइब गरिदिनु होला लाइक पनि गरिदिनु होला भन्दै बाई बाई लु बाई बाई